हाई एभ्रिवान, गुड मर्निङ। तपाईलाई स्वागत छ मेरो ब्लगमा फेरि पनि हैन। अहिले चाहिँ बिहानको 3 बजे थियो अन्त मेरो हालत चाहिँ खराब भइरहेको थियो। बिहान बिहानै उठेर यसरी रेडी भएर चाहिँ हामी कामको लागि कुद्नुपर्छ। मेकअपहरू भएको बेलामा चाहिँ मान्छेले देख्दाखेरि चाहिँ हाम्रो लाइफ पुरा इजी छ भनेर सोच्छ बाहिर काम गर्नु थालिसकेपछि हैन। तर जस्तो देखिन्छ त्यस्तो कहिले पनि हुँदैन क्या। यसरी आधा रातमा उठेर कामको लागि कुद्नुपर्छ। एक ताल दुई ताल हैन, मोस्ट अफ द टाइम हामीलाई चाहिँ बाहिर कुदै गर्नुपर्छ कामको लागि हैन, निन्द्राको टुङ्गो हुँदै। तर पनि मलाई देखेर कसले भन्नु सक्छ र यो फ्रेस लुक देखेर यो चाहिँ बिहानको 3 बजेको भिडियो भनेर हैन। म चाहिँ फ्रेस भइसकेको थिएँ तर मेरो साथीको हालत चाहिँ ऊ यस्तो भइरहेको थियो। उठाउँदा पनि घरिघरि सुतेको थियो। अनि मेरो चाहिँ बातै अलग छ किनकि म चाहिँ बिहानको 3 बजे पनि 2-3 वटा रिल्स बनाएर फ्रेस भएर बसिसकेको मान्छे थिएँ म है। मलाई फर्स्टमा उठ्नु चाहिँ अलिकति साह्रो पर्छ तर उठिसकेपछि चाहिँ म फ्रेस भइहाल्छु। त्यो चाहिँ मेरो बहुत राम्रो आदत छ। अन्त हामी गाडी साडी आइसकेको थियो अन्त हामी चाहिँ निक्लिम। सलुनदेखिको सामानहरू लिएर निक्लिसके आधी बाटो पनि पुगेको थिएन मलाई हामी। तर मेरो सुत्तुनी साथीको हालत यता हेर्नु सक्नुहुन्छ तपाईँले। बिजोग भइरहेको थियो बिचरा, निन्द्रा कन्ट्रोल गर्नु नसकेर। अन्त फाइनली क्लाइन्टको घर पुगिसकेर चाहिँ मैले उसलाई उठाइदिएँ। अन्त हामी भित्रहरू गएर चाहिँ बस्यौँ। हामी चाहिँ अलिक छिटै क्लाइन्टको घरमा पुग्नुले गर्दा अलिक टाइमसम्म वेट गर्नु पर्यो। त्यसको बादमा चाहिँ हामी वहाँनिर गएर कामहरू हाम्रो जे पनि छ त्यो कामहरू गर्दै थियौँ। तर लाइटले गर्दा घरिघरि प्रब्लम भइरहेको थियो। हामी छिटै सक्नु पर्यो भनेको थियौँ तर लाइट घरिघरि गएकोले गर्दाखेरि चाहिँ डिस्टर्बिङ्स भइरहेको थियो। अन्त मैले चाहिँ मेरो काम फटाफट सकेर बसिसकेको थिएँ। अन्त एउटा साथीले चाहिँ गर्दै थियो यहाँनिर, सकेको थिएन उसको काम। धेरै टाइमको बादमा उसले काम सकिसक्यो। कामको भिडियोहरू त हामीले बेसी बनाउनु पाएन किनकि यताको मान्छेहरू कम्फर्टेबल हुँदैन भिडियोहरू बनाउनुको लागि, अलाउ गर्दैन हामीलाई। त्यसले गर्दा है त्यसको बादमा सबै कामहरू सकिसकेर चाहिँ हामीलाई ब्रेकफास्ट खानु जानु भनेको थियो। अन्त बाहिर गएर ब्रेकफास्टहरू जे पनि छ उनीहरूको त्यो इडली डोसा बडाहरू त्यो सबहरू खायौँ हामी। खासै चाहिँ साउथ इन्डियन फुडहरू हामी दुवैजनालाई त्यस्तो मन पर्दैन तर पनि एटलिस्ट उनीहरूले सोधिदियो भनेर चाहिँ हामीले त्यही खायौँ। अन्त हामी चाहिँ निक्लेको रुमको लागि। बाहिर आएर हेर्दाखेरि नजारा कस्तो दामी भइरहेको थियो, घाम लागेर ब्युटिफुल देखिरहेको थिएछ। त्यति नै आजको भ्लग चाहिँ टाटा।